अब यो चाहिँ देउतिनी पूजामा आज देउतिनी पूजा हो खै हुलमा पनि यस्तै छ अब प्रसाद मात्रै खाने हो अब पूजा पहिल्यैदेखि परम्परादेखि गर्दै आएको देउतिनी पूजा हो नि पूजा गरेको हो हामीले धुने देउतिनीको गुरु जगतको धनी अनि धुने देउतिनी उनको छोरा गर्वेसिङ हामी पान्टाड गुलामा गेनिलामा झेमुनी भन्छन् के देउतिनीको गुरुहरू देउतिनीको के यसो हकाउँदै गर्ने भयो त छाला हजुर यसो गरी पूजाआजाको अहिले म आउँदै गरेर मेरै गाउँमा नार्चिङमा हो हजुर यो छाला सबभन्दा मिठो भयो यस्तो पो अगाडि सम्पूर्ण दर्शकलाई फेरि मेरो नमस्कार छ। अहिले म गाउँघरको हजुर अब प्राकृतिक पूजन को एउटा देउतिनी पूजामा मेरो सालाले बोलाउनु भएको छ यहाँ आएको छ। यहाँको चाहिँ कसरी पूजा गरिन्छ र कसरी प्रसाद बाँध्छन् भन्ने कुरा तपाईँलाई देखाउँछ। जाउँ है त्यतातिर हजुर। देखाउँदै गर्दा यो चाहिँ देउतिनी पूजा अहिले चाहिँ यसरी भोग दिएर त्यहाँ पूजा गरिन्छ र आज सालाको पूजा भएको र म निम्त म आएको छु र यसरी विभिन्न दरदेवतालाई विभिन्न रातो र सेतो ध्वजाले चाहिँ पूजा गरिकन भोग त्यहाँ नदेखाऊ भन्छन्। ए के खानु लाग्यो खाइ खुद्रुङ छामाहरू सालाको निम्तमा आएको त्यहाँको साला मेरो अनि यस प्रसाद ससाद बाँध्दै कोक सोक गाउँघरमा यही हो हजुर। हाम्रो प्राकृतिक पूजन धर्म यही हो प्रसाद बाँध्ने यो ट्याक्कै रक्सी खानेले रक्सी कोक खानेले कोक। यहाँ हारो पुग्दैछन् घाँटे यी के पो लाग्यो र यहाँ आया धो भयो घाँटे है ए पाठा पोल्दै के पोलेको यो आँधरा धुँदै हेर्नु मेरो साथी यहाँ पो रहेछ ए भाइलाई भर्खर आएको झुले झुले भएको छ त गाँठी बिहान बिहान नै अब के गर्नु त अब यही गिला खाइपछि खानु पर्यो के भयो यता देउतिनी पूजामा आउँदा यो प्रसाद यो रक्सी है हजुर। त्यसपछि यो भुटुवा र सबैले प्रसादहरू खाँदैछन् र यो हाम्रो पुन समुदायको यो उत्तरी बेलको नार्चिङ गाउँमा तपाईँलाई देखाउँदै गर्दा अब चाग्ने हजुर यहाँ छेउमा मामा बसेछन् होइन प्रसाद चाग्ने अब यसरी प्रसाद चाग्ने यो रक्सी त नखाने पऱ्यो हजुर सानोबाट सिकाए खानु पऱ्यो प्रसाद है। अनि चेस है तपाईँ सबैले चेस लो के रहेछ हो बाबा भनेको नि
ओ आधे यही राख्यो उता ए दाइ हजुर नार्सिङमा नि निकै राम्रै आइमेहरू छन् गाथे राम्रो लाग्छ हो र मा बाख्री भन्नु नार्सिङमा जस्तो राम्रो आइमे कहाँ छ त अरे बुवा नार्सिङमा के भन्छ भने राम्रो साडी राम्रो नराम्रो साडी नराम्रो भन्दै कि पहिले मैले प्रसाद खाँदै तपाईँहरूलाई देखाउँदै गर्दा यो देउतिनी पूजा को आज तपाईँलाई प्रसाद खाने कार्यक्रम देखाउँदैछु हजुर यो प्राकृतिक धर्म चाहिँ यो मानिन्छ यो जति पनि पुन समुदाय यो उत्तरी बेलमा मान्नेहरूले आज चाहिँ यहाँ चाहिँ तपाईँलाई देखाउँदैछ हजुर अहिले भर्खर मेरो साथी आएको छ यता दुईटै साथीहरू अहिले देउतिनी पूजामा आउँदै गर्दा चाहिँ सबैले दिनु र पहिलाको खेलाडी हुन् चिन्ने जतिले लाइक सेयर सब्सक्राइब गर्नु मेरो मामालाई क्युट मामा मेरो है हजुर जमाना त हामी गलाइयो नि त छैलाल सम्झिनु मैले गलाइयो नि त हेलो मेरो भाइ सौराम यो खाका देउतिनी पूजामा खान त हुन् नि ढुङ्गाको आचान हो यो मासुको आचार चाहिँ ढुङ्गाको आचार है एकदम मासु छिटो काटिन्छ क्या ढुङ्गाको आचरण गऱ्यो भने हतियारले खान्छ के रे हतियारले के खुकुरीले त्यसले खान्छ मासु के हो सालले यहाँ दाइले के गरेको छुएको कन्नी केटीले नि घाम बन्न रे नेकोलाई छामाको अगाडि नि ठग लाग्ने छामा नसुन्नु है ए पकाउँदै के खान लाग्यो छामा ए पाक्दैन नि अन्जी ए बा यहाँ साइनु नि कता हो खै अब के हो र सम्पूर्ण दर्शनले देखाउँदै गयो अहिले चाहिँ साला र मामाको एउटा देउतिनी पूजामा आएको छु र अहिले भेटिलो चढाउँदैछन् फुलपाती चढाउँदै ए मामा खाइयो मामा भन्दा म बस्नु ल भाउजू नमस्कार के अरे यो देउतिनी पूर्णिमा देउतिनीको गुड हुन्छ करे जेठाराम त कान्छाकुलो छुट्टै हुन्छ करे देउतिनी छुट्टी धुनी देउतिनीको गुरु बनको धुनी देउतिनी उनको छोरा गर्वसिंह धामी धुनी देउतिनी उनको छोरा गर्वसिंह धामी हौस्या गरेर पूजा गर्छन् देउतिनी पुज्ने भने खास के हो माइजू देउतिनी पुज्ने भनेको के हो देउतिनी भनेको कुरा पश्चिमबाट आएको रहेछन् के हुने उदाएको रहेछन् हो त भएर छोरा चरण बिगरेको आइमे भनेर हुनुले पठाएछन् यहाँ चाहिँ त्योमा चाहिँ
हामीले पूजा गर्ने रहेछौँ। अब शक्ति थियो र त पूजा गरे होला नि त। उनी शक्तिनीको भएर त पूजा गरेको नि। अब धुनी देउतिनीको गुर चाहिँ वर्णको ऊ रहेछन्, गुर रहेछन् के अरे। भाउजू कस्तो छ? मिठो छ? मिठो मिठो छ? राम्रो जाने र यसो नै छ उमेर अनुसारको यो बल जाँगराम नै छ गरे हिँड्ने मित्रहरू 60 वर्ष पुग्नेलाई यो हाराको उ बोल्ने र हरल्ने गाका हान्ने के रुखमा बेलले डाल र हुन्छ वन के अरे ओको बेलले आउनु गरेर अनि घाँस खाने नै आएको उगोल्नै पर्ने रहेछ है। यो साला र पसिना त पसिना भएर खान्छ। मासु काटेर आएको चप्ट्याउँदै यता मासु छिटो नखाउ तिमी पनि के खान्छौ? मुखमा हाले त गर्छौ। खाँदै गर्ने सकाउँदै गर्ने भयो नि त। छाला हजुर यसो गरी पूजाआजाको अहिले म आउँदै गरेर मेरै गाउँमा नार्थिङमा हो हजुर। यी छाला सबभन्दा मिठो भयो यस्तो पो। अर्गानिक अर्गानिक नि लोकल के अरे कान्छा नेपालमा बनेको के अरे? नेपालको ओरिजिनल चटनी के अरे यो के भन्छ लाउने लन्छाराहरू हामीलाई चाहिँ पहिलाको भान्जो अहिलेको बुहारी कहाँ बसेर खाँदैन। राम 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 राम। भेना त हेर्नु धुनी देउतिनीको गुर जगतको धनी अनि धुनी देउतिनी उनको छोरा गर्वेसिङ धामी पाण्डा दुर्गामा गेनिलामा झेमुनी भन्छन् के देउतिनीको गुरहरू देउतिनीको उरु के हो त भन्नुलाई त फेरि आयो नि त माइजू। तपाईँले पूजा लाउनु भएको छ, निम्त दिनुभयो, आइहाले। अब यो चाहिँ देउतिनी पूजामा आज देउतिनी पूजा हो। खै हुलमा पनि यस्तै छ। अब त्यसो प्रसाद मात्रै खाने हो कि अब अलिक भने जस्तो बसेर खानु पनि मिलेको छैन। देउतिनीको प्रसाद धेरै मान्छे आएको छन् मामाको पूजा र आफ्नो छोराको नि पूजा रहेछ नि। ल तपाईँले धेरै निम्त दिनुभएको छ, त्यही कारणले चिन्नु जतिले चाहिँ एउटा पुनटेक भ्लग युट्युबमा चाहिँ लाइक सब्सक्राइब गर्नु र मामाले चाहिँ पूजा गरेको र आफ्नो छोरा रुद्र सालाले पनि पूजा गरेको नि के ए पूजा पहिल्यैदेखि परम्परादेखि गर्दै आएको देउतिनी पूजा भन्ने पूजा गरेको हो। हामीले सधैँ वर्ष प्रति गर्नुपर्छ।
ल ल मामा बाँकी कुरा पछि गरौँ ल। र यो के कस्तो भन्दा मामाले धेरै कार्यकाल नार्चिङमा एउटा प्रमुखको मा गर्नुभयो, जस्तो कि प्रधान पञ्च लगायत ब्रिटिस आर्मीको पनि हुन् उहाँ। र उहाँको मन चाहिँ जहिले पनि केही गरौँ भन्ने हेतुले अहिले यत्रो वर्ष पुगेर नि त तन्नेरी मेरोमा त ल त्यही हो मामा होइन। ल सबैलाई आशीर्वाद छ, सबै दर्शकहरूलाई मेरो आशिक छ, नमस्ते छ। हजुर मामा के हुन्छन् दाइ छामाले? हजुर के हुन्छन्? यो खाना भात पकाएको उचाल ल्याउँदाखेरि साङ्गुरी ठाङ भएर हिस्सा गरेको नि सिटी वेन मेरो चाउ नहुन कहाँ भन्ने हो भने यो दिमाग पुर्याउनु पर्छ, त्यो भामा मेरो चाउ मिसियो। म त यो मर्ने बेला अब पूजामा के भएको छ तपाईँलाई भन्दैछु कि एउटा पुन समुदायको भित्र हुने यो कामलाई चाहिँ अहिले चाहिँ रक्सी नै चल्छ। मेन रक्सी प्लस कोक र खाइरहेको छन्। र म मेरो गाउँमा आउँदै गर्दा एकदम घमण्ड लाग्छ कि तपाईँलाई यस्तो कार्यक्रम देखाउनु पाउँदा। पक्कै पनि लाइक सेयर सब्सक्राइब गर्नु होला, किन एउटा पुनको छोराले गरेको एउटा कार्यलाई चाहिँ तपाईँले एकदम मनदेखि लिएर सब्सक्राइब र लाइक गरिदिनु होला भन्दै फेरि त्यतातिर जाउँ है। यहाँ चाहिँ दाई काका जेठुहरू बसेका छन् यता, त्यहाँ त सबै ज्वाइँरो सालहरू आछन्। कसरी बनाउँछ रङ्गीचङ्गी? के खाएछिन्? सालीले तीन पानी साली भने तीन पानी के हो र साली भनेको? यस्तो के हो भन्दाखेरि खाएपछि रङ्गीचङ्गी हुने भएर हाम्रो गाउँघरमा के हुन्छ भन्दाखेरि राम्रो कार्य नराम्रो कार्य भयो भने हाम्रो यो तीन पानी चल्छ अगाडि। मगरहरूको यही छ हाम्रो संस्कार। त्यसै कारणले यो तीन पानी खायो भने चाहिँ नि कहीँ नि घुम्नु पर्ने, नेपालतिर चाहिँ घुम्नु पर्दैन, यहाँ आफै घुमिन्छ कि। पहिला प्रसाद दिने एउटा भूतपूर्व प्रधान पञ्च ब्रिटिस आर्मीको मेरो साथीको बा र उनको छोराले पूजा गरेको। त्यस कारणले अहिले चाहिँ यहाँ चाहिँ पूजाआजा धेरै छन् नि, खाने त धेरै छन् नि, थुप्रै छन्। त्यही कारण इष्टमित्र हाम्रो गाउँघरमा के के छ आज पूजामा सबै इष्टमित्र बोलाउने होइन, बोलाउने अल्ल घर के खान्छ। हुन त मेरो साइनले चाहिँ मामा पढ्ने, म मामा भन्न। के खाएको यो हाम्रो गाउँको चाहिँ नि लोकल कोदोको चाहिँ नि झोललाई के भनिन्छ भन्दाखेरि हाम्रो घरतिर गाउँतिर रक्सी भनिन्छ। तपाईँहरूतिर के भन्नुहुन्छ होइन? त्यो चाहिँ के अरे कमेन्टमा बताइदिनु होला। हाम्रो कन्ट्याक्ट ब्लगमा गएर चाहिँ हेर्नु होला, कमेन्टमा बताइदिनु होला। हाम्रो गाउँघरमा यस्तै हो, भोटेर हाम्रो आजा पूजामा यस्तै हुन्छ साथी हो। ल अहिले चाहिँ उतातिर खाना बाँध्दैछ। अहिले चाहिँ प्रसाद सिद्धिएको छ। अहिले चाहिँ भात हाल्ने कार्यक्रम भएछ। अग्रज मेरो मामा त्यहाँ बस्नु भएको छ। अहिले चाहिँ बुहारीहरूले मासु भात चाहिँ आएको पाहुना थुप्रै आछन्। मासु भात यसरी हाल्नु। तिमीलाई चाहिँ अब पाप लाग्छ बरु भन्नेलाई के भन्छ अहिले? छिटो आउनु पर्यो। थोरै हाले क्लिप काटेर हाल्ने रमाइलो बेला हालिदिने कि। धेरै मान्छेहरू चाहिँ आज म आउँदै गर्दा यहाँ चाहिँ पूजाआजाको मेरो मामाहरू सालाले निम्त गरेर आएकोले चाहिँ भुटो आज रे भुटो यहाँ चाहिँ अब भात खानु सुरु भएको छ।
भात त खाला यति भने पाक्दै बाँध्दै यहाँ त हड्डी हड्डी खाएको कि ए पूजा गरेको बोकाको हड्डी खाएको त नि गजब भयो खसी होइन पूजा गर्दा त बोकाले पूजा गरिन्छ पूजा आज म आएको छु र अहिले जितबहादुर गरबुजा चिन्ने व्यक्तिले सबैले लाइक सेयर सब्सक्राइब गरे मेरो च्यानललाई अलि अगाडि बढाइदिनु होला भन्ने मलाई लाग्छ र अहिले खानपिन चल्छ धेरै मान्छे छ 4-5वटा गरेको एउटा पाठा अथवा बोका आज देउती नै पुजेको र तपाईँलाई देखाउँदै गर्दा जति पनि विदेशमा हेर्ने इष्टमित्र फेसबुक र युट्युबमा हेर्ने व्यक्तिले सबैले लाइक गर्नुहोला जस्तो लाग्छ केही चाहिँ युट्युबमा हाल्छु केही चाहिँ फेसबुकमा हाल्छु बाहिरबाट जो हेर्नुहुन्छ जति पनि यो देउतिनी पूजाको सबै प्राकृतिक धर्म हाम्रो यो 2टा डालो राखिएको छ र मेरो मामा चाहिँ यहाँ छन् जति पनि हेर्नेहरूले पक्कै पनि लाइक सेयर सब्सक्राइब गरी अगाडि बढाउनु होला।